Hello everyone, welcome to the second video of the sorts playlist of class 8. In previous video, we have solved questions related to addition, subtraction, multiplication and division of sorts. And in this video, we'll be solving a little bit more complex questions related to sorts. So without any further delay, let's get started. आज हामी क्वेसन नम्बर 6 को क्वेशन्सहरु सल्भ गर्न गइरहेका छौं र म क्वेसन नम्बर 6 को बी गर्न गइरहेको छु। क्वेसन नम्बर 6 को बी मा क्वेसन दिएको छ 2√3 plus 3√2 whole square. So we know the formula for a plus b whole square is a square plus 2ab plus b square. So हामीलाई यो फर्मुला थाहा छ, a plus b whole square भनेको a square plus 2ab plus b square हुन्छ। सो यदि हामीले यसलाई a plus यसलाई b मान्ने हो भने यो भयो a plus b whole square को फर्ममा छ। यो र यो सेम फर्ममा छ। सो a plus b whole square भनेको a square plus 2ab plus b square हुन्छ। अब यसलाई हामी यो फर्ममा लेख्ने। यहाँनिर a भनेको 2√3 हो, 2√3 square a square plus 2a, a भनेको 2√3, b भनेको 3√2, 2ab plus b square, 3√2 को whole square। अब यो सल्भ गर्दाखेरि 2√3 को whole square भनेको 2 2 जा 4 हुन्छ अनि यहाँ इन्टु यो स्क्वायर र यो रुटलाई काट्दिन्छ अनि यहाँ 3 मात्र बच्छ है त। अब यहाँ प्लस, अब यसमा चाहिँ पहिला नम्बर मल्टिप्लाई गर्ने 2 इन्टु 2 इन्टु 3, 2 2 जा 4, 4 3 जा 12, यहाँ 12 अनि रुट अन्डर। अब यो दुईटा स्क्वायर रुट भित्र 3 छ, यहाँ छ 2। सो यो स्क्वायर रुट भित्र भएको नम्बरहरु चाहिँ एउटै स्क्वायर रुट भित्र राखेर मल्टिप्लाई गरिन्छ। सो यो भयो स्क्वायर रुट 3 इन्टु 2 प्लस 3√2 होल स्क्वायर भनेको 3 3 जा 9 इन्टु यो स्क्वायर र रुट काटिन्छ 2 को 2। सो यो भयो 4 3 जा 12 प्लस 12 रुट 3 2 जा 6 प्लस 9 2 जा 18 इक्वल्स टु। अब यो तीनटामा यो तीनटै जोडिदैन, यो र यो मात्रै जोडिन्छ, यो जोडिदैन किनभने योसँग त रुट छ नि त। योसँग रुट छ भने यो अरु नम्बरहरुसित जोडिदैन। सो नम्बर जोड्ने 12 प्लस 18 इज 30 प्लस 12 रुट 6। सो यसलाई हामीले अझै कमन लिन मिल्छ। सो 30 र 12 मा कमन हुन्छ, म्याक्सिमम कमन लिन मिल्छ 6 कमन। सो यहाँ 6 कमन लिसकेपछि यहाँ भयो 5, 6 5 30 भयो। सो 6 कमन लिसकेपछि यहाँ बच्यो 5 प्लस अब यहाँ 6 2 जा 12, सो यहाँ 2 रुट 6। सो दिस इज आवर फाइनल एन्सर। अब हेरौँ हामी अर्को नम्बर, क्वेसन नम्बर 6 को डी। क्वेसन नम्बर 6 को डी मा क्वेसन छ 4√5 minus 5√3 को होल स्क्वायर। सो अब यसलाई पनि प्रिभियस क्वेसन जसरी नै सल्भ गरौँ। सो यो कुन फर्ममा छ भन्दाखेरि a minus b होल स्क्वायर को फर्ममा छ। सो a minus b होल स्क्वायर भनेको a स्क्वायर minus 2ab plus b स्क्वायर हुन्छ। सो यो भयो a स्क्वायर minus 2ab plus b स्क्वायर। सो a minus b होल स्क्वायर को फर्मुला a स्क्वायर minus 2ab plus b स्क्वायर। अब यो भयो 4 को स्क्वायर, 4 4 जा 16 इन्टु स्क्वायर र रुट काटिन्छ 5 माइनस 2 4 जा 8, 8 5 जा 40, 2 4 जा 8, 8 5 जा 40, 40 रुट 5 इन्टु 3, 5 इन्टु 3 किनभने रुट भित्र भएको नम्बरहरु मल्टिप्लाई हुन्छ, एउटै रुट भित्र आएर मल्टिप्लाई हुन्छ। प्लस यो भयो 5 5 जा 25 इन्टु 3 इक्वल्स टु 16 5 जा 80 माइनस 40 रुट अन्डर 5 3 जा 15 प्लस 25 3 जा
75 इक्वल्स टु अब यो 80 र 75 को अगाडि साइन के छ, यहाँ पनि पोजिटिभ छ, यसको अगाडि पनि पोजिटिभ छ भनेपछि 80 र 75 एड हुन्छ। 80 र 75 जोड्दाखेरि आउँछ 155 माइनस यो 40 रुट अन्डर 15 इक्वल्स टु अब 155 र 40 मा कमन के हुन्छ त? त्यो 155 र 40 बीच कमन के हुन्छ भन्दाखेरि ओके लेट्स टेक 5 कमन। सो 5 ले दुईटालाई डिभाइड हुन्छ, सो 5 कमन लियौँ, 5 कमन लिने, सो 5 कमन लिएपछि यहाँ बच्यो 531 जा 155 हुन्छ माइनस 5 8 जा 40 अनि यो रुट 15। सो दिस इज आवर एन्सर। अब हेरौँ क्वेसन नम्बर 7। क्वेसन नम्बर 7 को ओके ए नम्बर क्वेसन नम्बर 7 को एमा दिएको छ क्यूब रुट 25 and root 7. So this is the given question of question number 7a. Question number 7a मा क्वेसनले भनेको छ कम्पेयर द गिवन सर्ट्स। सो यो दुईटा सर्टलाई हामीले कम्पेयर गर्नुपर्ने हुन्छ। कम्पेयर मतलब कुन ठुलो छ कुन सानो छ भनेर हामीले कम्पेयर गर्नुपर्ने हुन्छ। which one is greater, which one is smaller, त्यसरी हामीले कम्पेयर गर्नुपर्ने हुन्छ। अहिले हामीले यो दुईटामा कुन ठुलो छ कुन सानो छ भन्न मिल्दैन, हामीले कम्पेयर गर्न मिल्दैन। हामीले किन कम्पेयर गर्न मिल्दैन भन्दाखेरि यो दुईटा सर्ट्सहरू चाहिँ सेम खालका छैनन्, सेम रुट्सका छैनन्। सो यसको रुट छ क्यूब रुट, यसको रुट छ स्क्वायर रुट, सो वी क्यानट कम्पेयर देम एट दिस टाइम। तर हामीले यसलाई कन्भर्ट गरेर हैन, कन्भर्ट गरेर लाइक सर्ट्स बनायौँ भने अनि हामीले यो दुईटा सर्ट्सलाई कम्पेयर गर्न सकिन्छ। ओके सो यसलाई सल्भ गरौँ हामी। सो यसको लागि चाहिँ हामीले पहिला के गर्नुपर्छ भन्दाखेरि एलसीएम लिनुपर्छ। एलसीएम के को भन्दाखेरि यो क्यूब रुट हो, सो यहाँ छ 3, यो स्क्वायर रुट हो, सो यहाँ हुन्छ 2। यो स्क्वायर रुट भएको कारणले यहाँ 2 हुन्छ, लेखिँदैन स्क्वायर रुटमा, यहाँ लेखिँदैन तर यहाँ 2 हुन्छ। क्यूब रुटमा 3 भयो जस्तै स्क्वायर रुटमा यहाँ 2 हुन्छ। अब यहाँ 3 छ यहाँ 2 छ भने एलसीएम अफ 3 and 2 इज, सो 3 र 2 को एलसीएम हुन्छ 6। सो एलसीएम अफ 3 and 2 इज 6। सो 6 भयो एलसीएम। अब दुईटैको रुटलाई हामीले 6 रुट बनाउन खोज्ने है त। अब पहिला लेख्ने क्यूब रुट 25। सो क्यूब रुट 25 मा यो क्यूब रुट 25 मैले फेरि लेखेँ। अब यहाँ छ 3, अब 3 लाई 6 बनाउनु छ भने हामीले 3 कति जा 6 हुन्छ त त्यो हेर्ने। 3 2 जा हुन्छ, सो 3 into 2, सो 3 into 2 यहाँ रुटमा भएको यहाँ नम्बरमा कति मल्टिप्लाई गर्दाखेरि चाहिँ यो एलसीएम आउँछ त्यो चेक गर्ने। सो 3 छ अलरेडी, सो 3 into 2 गऱ्यो भने 6 आउँछ, 3 2 जा 6, सो 3 into 2 गर्ने। अब यहाँ जति मल्टिप्लाई गरेको छ यहाँ भित्रको नम्बरको पावरमा पनि त्यही नम्बर लगेर राखिदिने है त, सिम्पल यति हो। सो 3 थियो अलरेडी, सो इन्टु 2 गऱ्यौँ किनभने हामीलाई 6 निकाल्नु छ यहाँ, अनि 3 into 2 गरेपछि यहाँ जति मल्टिप्लाई गरेको छ त्यही नम्बर भित्रको नम्बरको पावरमा लगेर राखिदिने, बस यति। अब यो भयो 3 2 जा 6 रुट 25 को स्क्वायर भनेको 25 जा 25 को स्क्वायर हुन्छ 525, 5 to 5। ओके सो यो 6 को रुटको फर्ममा आयो। अब त्यसपछि रुट 7 लाई पनि हामी कन्भर्ट गरौँ। अब रुट 7 भनेको यहाँ 2 हुन्छ, स्क्वायर रुट हो यो। अब यहाँनिर 2 into 3 गर्नु पर्यो किनभने 2 into 3 गर्दा मात्रै 6 हुन्छ। यो 3 हामीले आफैले थप्ने हो भनेको 2 यहाँ स्क्वायर रुट भएको कारणले यहाँ 2 अलरेडी यहाँ हुन्छ, 2 अलरेडी छँदैछ, अनि 2 मा केले मल्टिप्लाई गर्दाखेरि 6 आउँछ त्यो हेर्ने। सो 2 into 3 गऱ्यौँ भने 6 हुन्छ, सो 2 into 3 गर्ने र भित्र छ नम्बर 7, सो 7 को पावरमा पनि 3। यहाँ जेले मल्टिप्लाई गरिन्छ त्यही नम्बर भित्रको नम्बरको पावरमा लगेर राखिन्छ, सिम्पल त्यति हो। अब यो भयो 2 3 जा 6 रुट 7 7 जा 49 एन्ड 49 7 जा
सो यो आउँछ 7 को क्युब भनेको 3 4 3 7 को क्युब भनेको 7 इन्टु 7 इन्टु 7 हो सो 7 7 जा 49 49 7 जा 343 सो यो आयो 6 रुट 343 अब यो दुईटा हेरौँ यसलाई कन्भर्ट गरेर यो बनाइयो यसलाई कन्भर्ट गरेर यो बनाइयो अब यो दुइटै एउटै रुट छन् नि त यो पनि 6 को रुट छ यो पनि 6 को रुट छ हो अब चाहिँ यिनीहरूलाई कम्पेयर गर्न मिल्यो क्या अब चाहिँ यो 6 रुट यो पनि 6 रुटको भित्रको नम्बर हेर्ने कुन ठुलो छ त यहाँ ठुलो छ नि त भनेपछि अल्टिमेटली यो चाहिँ ग्रेटर रहेछ योभन्दा हो यसरी हामीले एउटै फर्ममा लगिसकेपछि एउटै रुटमा लगिसकेपछि चाहिँ अनि भित्रको नम्बर हेर्ने यो ठुलो छ भने सो दिस इज ग्रेटर देन दिस सो दिस इज ग्रेटर देन दिस सो देयरफोर 6 रुट so 6 root 5 to 5 is greater than 6 root 343 अनि therefore अब 6 root 5 to 5 भनेको के को कुन थियो क्युब रुट 25 थियो सो 6 root 5 to 5 भनेको के को भ्यालु थियो भन्दाखेरि क्युब रुट 25 सो क्युब रुट 25 इज ग्रेटर देन रुट 7 सो therefore cube root 25 is greater than square root 7 so this is our answer so यसरी हामीले दुईटा गिवन सर्ट्सलाई कम्पेयर गरेर कुन ठुलो छ कुन सानो छ भनेर हामी यसरी कम्पेयर गर्न सक्छौं ओके सो अब हामी हेरौं अर्को नम्बर क्वेशन नम्बर 7C सो क्वेशन नम्बर 7 को C मा दिएको छ क्वेशन क्युब रुट 18 and 6 root 144 so यो 6th root हो यो क्युब रुट हो so let's compare them both so पहिला हामीले एलसीएम निकाल्नु पर्यो एलसीएम अफ के को एलसीएम भन्दाखेरि यहाँ छ 3 यहाँ छ 6 so एलसीएम अफ 3 and 6 इक्वल्स टु अब 3 र 6 को एलसीएम कति हुन्छ so 3 6 3 1 जा 3 3 2 जा 6 2 1 जा 2 so 3 2 जा 6 so 3 र 6 को एलसीएम 6 नै हुँदो रहेछ है त यसरी निकालिन्छ एलसीएम so 3 र 6 को एलसीएम 6 नै हुन्छ so एलसीएम अफ 3 and 6 is 6 अब हामीले दुईटैको पावर दुईटैको सरी रुटलाई हामीले 6th रुट बनाउनु पर्यो 6 को रुट बनाउनु पर्यो अब यो लेख्ने क्युब रुट 18 इक्वल्स टु सो यहाँ 3 अलरेडी छ 3 मा हामीले 2 मल्टिप्लाई गर्यौं भने 6 हुन्छ अनि भित्रको नम्बर छ 18 को पावर पनि हामीले के गर्नु पर्यो 2 गर्नु पर्यो किनभने हामीले जेले मल्टिप्लाई गर्छौं 6 बनाउनलाई 3 त अलरेडी छ सो जुन नम्बरले हामी मल्टिप्लाई गर्छौं यहाँ त्यही नम्बर भित्र लगेर पावरमा पनि राख्नु पर्छ भित्रको नम्बरको पावर इक्वल्स टु 3 2 जा 6 रुट 18 को स्क्वायर 324 अब यो अर्को गिवन छ 6 रुट 144 यो त अलरेडी 6 नै छ यसको रुट त 6 कै रुट छ सो यसमा के गर्नु पर्दैन सिम्पली इन्टु 1 गरिदिने अनि यहाँ 144 पावर 1 यो भनेको सेम नै हुन्छ 6 भन्दा 6 नै हुन्छ 144 को पावर 1 भनेको 144 नै हुन्छ किन यसमा इन्टु 1 गरेको भन्दाखेरि यहाँ त केही चेन्जेस गर्नु परेन नि त यो त अलरेडी 6 कै रुटमा छ सो जुन अलरेडी एलसीएम को नम्बर अलरेडी यहाँ छ भने त्यसमा केही चेन्जेस गर्नु पर्दैन सिम्पली इन्टु 1 गरिदिने अनि जे को त्यही लेख्दिने बस प्रोसेस चाहिँ यही हो अब दुईटै इक्वल सेम खालको रुटमा आइसकेपछि चाहिँ लाइक सर्ट्स भइसकेपछि चाहिँ अब हामीले भित्रको नम्बर हेर्ने सो दिस इज ग्रेटर देयरफोर 6th root 324 is greater than 6 root 144 so यो भनेको के हो क्युब रुट 18 is greater than 6th root 144 this is our answer okay so अब हामी हेरौं क्वेशन नम्बर 8 मा सोधेछ फाइन्ड द रेसनलाइजिङ फ्याक्टर अफ सो रेसनलाइजिङ फ्याक्टर भनेर सोधेछ भने सो के हो त रेसनलाइजिङ फ्याक्टर भनेको रेसनलाइजिङ फ्याक्टर भनेको चाहिँ गिवन रुटलाई चाहिँ
हटाउन केले मल्टिप्लाई गर्नुपर्छ त? सो द्याट नम्बर इज द रेसनलाइजिङ फ्याक्टर के। जस्तै फर इक्जाम्पल ए नम्बरमा √7 दिएको छ। अब √7 इज गिभन होइन। अब यो रुट हटाउनु छ भने यहाँ कुन नम्बरले मल्टिप्लाई गर्नु पर्यो त? यो रुट हटाउनु छ भने यो रुट मलाई हटाउनु छ। √7 मा भएको यो जुन स्क्वायर रुट छ, स्क्वायर रुटलाई मैले एलिमिनेट गर्नु छ, हटाउनु छ भने मैले यहाँ केले मल्टिप्लाई गर्नु पर्यो? सो मैले यहाँ मल्टिप्लाई गर्नु पर्यो √7 ले नै। किन मैले √7 ले नै मल्टिप्लाई गर्नु पर्यो भन्दाखेरि अब यो रुट हट्छ। कसरी? √7 इन्टु √7 भनेको √7 स्क्वायर। सो स्क्वायर र रुट काटिन्छ एन्ड 7। सो √7 बाट 7 मा कन्भर्ट गर्न भनेको √7 को रुट हटाउनलाई हामीले √7 ले नै मल्टिप्लाई गर्नु पर्दो रहेछ। सो दिस इज आवर एन्सर। सो यो चाहिँ हाम्रो एन्सर हो। सो देयरफोर द rationalizing factor of √7 is √7। सो √7 को rationalizing factor के रहेछ त? √7 नै रहेछ। सो अब हामीहरू अर्को नम्बर 8 को बी। 8 को बी मा क्वेसन दिएको छ 2√5 अब यो क्वेसन हो 2√5। अब 2√5 मा के मल्टिप्लाई गर्दाखेरि यो रुट हट्छ? सिम्पली जुन रुटमा छ नि त्यही रुट र भित्रको नम्बर भनेको यसले यहाँ मल्टिप्लाई गरिदिने फेरि √5। सो 2√5 मा √5 ले मल्टिप्लाई गर्दा यो रुट हट्छ। कसरी? 2 को 2 हुन्छ अनि रुट छ भने √5 होल स्क्वायर लेख्दा पनि भयो, अथवा यो दुईटा मल्टिप्लाई भएपछि एउटै रुट भित्र आउँछन् 5 इन्टु 5। सो यो भयो 2√5 स्क्वायर, स्क्वायर र रुट काट्यो 2 इन्टु 5 भयो, 2 5 छ 10। सो 2√5 को रुट हटाउनु छ भने यसलाई रेसनलाइज गर्नु छ भने हामीले √5 ले मल्टिप्लाई गर्नु पर्दो रहेछ अनि रुट हट्दो रहेछ अनि 10 आउँदो रहेछ। सो दिस इज आवर एन्सर। सो दिस √5 इज आवर एन्सर। सो तल लेख्ने देयरफोर द रेसनलाइजिङ फ्याक्टर अफ 2√5 इज √5। ओके ओके अझै हामी अर्को नम्बर हेरौँ सी पनि। सीमा क्वेसन छ √125। सो अघिदेखि सानो नम्बर थियो, अहिले अलिकति ठुलो नम्बर छ, √125 छ। अब पहिला यसमा हामीले रेसनलाइजिङ फ्याक्टर निकाल्नुभन्दा पहिला यसलाई फ्याक्टराइज गर्ने। 125 भनेको 5 इन्टु 5 इन्टु 5 हो। 5 5 25, 25 5 125। अब चाहिँ यहाँ इन्टु, अब यहाँ फिल इन द ब्ल्याङ्क्स। अब यहाँ मैले केले मल्टिप्लाई गरेँ भने यहाँ मैले कुन नम्बर अथवा कुन रुटवाला नम्बरले मल्टिप्लाई गरेँ भने यो कम्प्लिटली रुट मैले हटाउन सक्छु, त्यो हेर्ने। अब हेर यसमा 3वटा 5 छ। सो 5 इन्टु 5 इन्टु 5। सो दुईटा 5 मिलेर 5 इन्टु 5 मिलेर 5 को स्क्वायर हुन्छ, भयो चाहिँ एउटा 5। सो यसको पनि जोडी बनाउनु छ भने मैले यहाँ √5 ले मल्टिप्लाई गर्नु पर्यो। ओके सो यो √5 ले मैले मल्टिप्लाई गर्नु पर्यो यसले। अब मल्टिप्लाई गर्यो भने के हुन्छ हेर्नु। सो मल्टिप्लाई गर्यो भने यो सबै एउटै रुटभित्र आउँछन्, 5 इन्टु 5 इन्टु 5 इन्टु 5 हुन्छन्। अब दुईटा मिलेर 5 स्क्वायर, दुईटा मिलेर 5 स्क्वायर। अब जुन जुन स्क्वायर छ त्यो त बाहिर निस्किन्छ। सो 5 बाहिर, यो 5 पनि बाहिर, 25। सो रुट हट्यो नि त। ओके ओके सो अब हामीहरू अर्को नम्बर क्वेसन नम्बर 8 को डी। सो क्वेसन नम्बर 8 को डीमा क्वेसन छ क्युब रुट 49। अब यसको रेसनलाइजिङ फ्याक्टर निकाल्नु पर्यो। सो सबभन्दा पहिला रुटभित्र भएको नम्बरको हामीले फ्याक्टराइज गर्नु पर्यो। सो क्युब रुट 49 लाई फ्याक्टराइज गर्दा आउँछ 7 इन्टु 7। सो 49 भनेको 7 7 त 49। सो 49 को ठाउँमा 7 इन्टु 7 लेख्ने। अब यहाँ इन्टु फिल इन द ब्ल्याङ्क्स। अब यहाँ क्युब रुट छ, स्क्वायर रुट भएको भए त 7 इन्टु 7 7 स्क्वायर भएर स्क्वायर र रुट काटेर बाहिर आइहाल्थ्यो। तर यहाँ क्युब रुट छ भने, यदि क्युब रुट छ भने चाहिँ भित्रको नम्बरको पनि क्युब हुनु पर्यो, पावरमा 3 हुनु पर्यो क्या। सो 7 इन्टु 7।
अब यहाँ अझै एउटा 7 भयो भने यो 7 को क्युब हुन्छ अनि क्युब र क्युब रुट काटिन्छ अनि 7 बाहिर आउँछ। त्यसैले हामीलाई यो रुट हटाउनु छ भने के गर्नु पर्यो, क्युब रुट 7 ले मल्टिप्लाई गर्नु पर्यो। यहाँ फेरि रुट 7 ले मल्टिप्लाई गरेर हुँदैन। रुट 7 ले मल्टिप्लाई गरेर किन हुँदैन भन्दाखेरि स्क्वायर रुटले गर्यो भने त यो र यो मल्टिप्लाई हुन सक्दैन नि त। हामीले यही खालको रुट लिनु पर्यो र कुन नम्बर मिसिङ छ क्युब बनाउनलाई त्यो नम्बर यहाँभित्र लेख्नु पर्यो। ओके, सो दिस इज आवर एन्सर। अब यसलाई सल्भ पनि गरौँ। यो भयो क्युब रुट, अब यो तिनटै 7 7 7 यो एउटै रुटभित्र आउँछ र मल्टिप्लाई हुन्छ 7 × 7 × 7। यो भयो क्युब रुट 7 को तिनवटा 7 छ भनेपछि 7 को पावर 3। अब यो 3 र क्युब रुट काटिन्छ, सो 7 रुट हट्यो। क्युब रुट 49 को क्युब रुट हटेर 7 भयो। सो केले मल्टिप्लाई गर्दा रुट हट्यो त क्युब रुट हट्यो त, केले मल्टिप्लाई गर्दा क्युब रुट हट्यो त भन्दाखेरि क्युब रुट 7 ले मल्टिप्लाई गर्दाखेरि क्युब रुट हट्यो। सो क्युब रुट 7 इज आवर एन्सर। So the rationalizing factor of cube root 49 is cube root 7. Question number E, cube root 16. अब सिम्पल क्युब रुट छ भनेपछि भित्रको नम्बरको पनि हामीले क्युब निकाल्नु पर्ने हुन्छ। 16 भनेको 4 4 जा 4 × 4, सो 4 4 जा 16 हुन्छ। अब यहाँ के मिसिङ छ, अझै एउटा क्युब रुट 4 मिसिङ छ। सो क्युब रुट 4 ले मल्टिप्लाई गऱ्यौँ भने यो हुन्छ क्युब रुट 4 × 4 × 4। यो भयो क्युब रुट 3टा 4 भनेपछि 4 को पावर 3, 3 र क्युब रुट काटिन्छ 4। सो दिस इज आवर एन्सर। सो द रेसनलाइजिङ फ्याक्टर अफ क्युब रुट 16 इज क्युब रुट 4। ओके, सो अब हामी हेरौँ क्वेसन नम्बर 9। क्वेसन नम्बर 9 मा क्वेसन भनेको छ रेसनलाइज द डिनोमिनेटर। सो रेसनलाइज द डिनोमिनेटर भनेको के हो त? सो सिम्पल भाषामा बुझ्दाखेरि रेसनलाइज द डिनोमिनेटर भनेको डिनोमिनेटरमा भएको रुटलाई हटाउने। डिनोमिनेटरमा भएको क्युब रुट होस् वा स्क्वायर रुट होस् त्यसलाई डिनोमिनेटरबाट एलिमिनेट गर्ने प्रोसेसलाई नै रेसनलाइजिङ द डिनोमिनेटर भन्छ है त। सो रेसनलाइज द डिनोमिनेटर मिन्स रिमुभिङ रुट फ्रम द डिनोमिनेटर अफ द फ्र्याक्सन। अब 9 को ए नम्बर हेरौँ पहिला। 9 को एमा 1/√5 दिएको छ क्वेसन। सो 1/√5। अब यसलाई रेसनलाइज गर्ने। अब तल जे छ √5 छ त्यसैले मल्टिप्लाई गर्ने हामी यता √5/√5। सो तल जे नम्बर हुन्छ त्यही नम्बरले यता माथि र तल मल्टिप्लाई गर्ने। सो 1 × √5 इज √5। अब √5 × √5 भनेको √5 स्क्वायर हुन्छ, यो स्क्वायर र रुट काटिन्छ √5/5 इज आवर एन्सर। सो 1/√5 थियो, यो एउटा फ्र्याक्सन हो, माथिको न्युमिरेटर हो तलको डिनोमिनेटर हो। सो डिनोमिनेटरमा स्क्वायर रुट थियो, हामीले के गर्नु पर्यो डिनोमिनेटरबाट रुटलाई हटाउनु पर्यो। सो डिनोमिनेटरमा जुन रुट छ त्यसलाई हटाउनलाई इन्टु √5/√5 गर्ने। 1 × √5 इज √5, √5 × √5 इज √5 स्क्वायर, स्क्वायर रुट काटिन्छ, यो आयो √5/5। सो डिनोमिनेटरबाट रुट हट्यो नि त। न्युमिरेटरमा छ भने फरक परेन, न्युमिरेटरमा रुट हुन पाउँछ तर डिनोमिनेटरबाट चाहिँ रुट हट्नुपर्छ। त्यही भएर क्वेसनले भनेको छ रेसनलाइज द डिनोमिनेटर। सो डिनोमिनेटरबाट चाहिँ रुट हटाउनु पर्यो जुन यहाँ हटेको सकेको छ। सो दिस इज आवर एन्सर। त्यसै गरी क्वेसन नम्बर बी इज सेम। त्यसै गरी क्वेसन नम्बर सी। 9 को सी को क्वेसन छ क्युब रुट 2/क्युब रुट 9। यो भयो क्युब रुट 2/क्युब रुट 9। अब क्युब रुट 9 भनेको 3 × 3, 3 3 जा 9। सो 9 भनेको 3 × 3। अब यहाँ क्युब रुट छ, अब तल क्युब रुट हटाउनु छ भने त 3 को क्युब बनाउनु पर्यो नि त। सो 3 को क्युब बनाउनु छ भने यहाँ अझै एउटा 3 चाहियो। सो क्युब रुट 3/क्युब रुट 3। सो क्युब रुट 3/क्युब रुट 3 ले चाहिँ मल्टिप्लाई गर्यो भने अब के हुन्छ भन्दाखेरि क्युब रुट 2 × क्युब रुट 3। अब दुईटै क्युब रुट छ भने एउटै क्युब रुटको भित्र 2 × 3
हुन्छ डिभाइड बाई, अब यो पनि दुईटै क्युब रुट छ भने क्युब रुट 3 into 3 into 3 3 into 3 into यो 3, अब माथि न्युमरेटरमा क्युब रुट 2 3 जा 6 बाई तल डिनोमिनेटरमा क्युब रुट 3 वटा 3 छ मल्टिप्लाई भएको, सो 3 को क्युब, यो क्युब र क्युब रुट काटिन्छ, एन्सर आउँछ क्युब रुट 6 बाई 3. दिस इज आवर answer. Okay, now let's see question number 9D. So question number 9 को D मा question दिएको छ 2 square root 343 divide by 7 square root 7. अब हामीले डिनोमिनेटरबाट यो स्क्वायर रुटलाई हटाउनु छ भने यसरी गर्न सक्छौं 2 square root 343 डिभाइड बाई 7 रुट 7. अब यो रुट वाला नम्बर चाहिँ लिएर हामीले माथि र तल मल्टिप्लाई गर्दिनु, स्क्वायर रुट 7 अपन स्क्वायर रुट 7. अब यो भयो 2 स्क्वायर रुट, अब यो दुईटै स्क्वायर रुट भएको कारणले एउटै स्क्वायर रुट भित्र 343 into 7 हुन्छ डिभाइड बाई, अब यो 7 जस्ताको त्यस्तै अनि इन्टु यो दुईटा मल्टिप्लाई भएर रुट 7 को स्क्वायर. अब यो स्क्वायर र रुट काटिन्छ, यो भयो 2 स्क्वायर रुट 343 7 जा, यो दुईटा मल्टिप्लाई गर्दा आउँछ 2401 डिभाइड बाई यो 7 छ यहाँ इन्टु यो स्क्वायर र रुट काट्यो, यहाँ 7 बच्यो, सो 2 रुट 2401 डिभाइड बाई 7 7 जा 49. अब यो 2401 भनेको 49 को स्क्वायर हुन्छ, यु क्यान डु इट इन यर क्यालकुलेटर. सो 2401 भनेको चाहिँ 49 को स्क्वायर हो, सो 49 into 49 गर्दाखेरि 2401 आउँछ, सो त्यही भएर 49 को स्क्वायर लेख्ने, तल 49, यो 2 यो स्क्वायर र रुट काटिन्छ, 2 into 49 डिभाइड बाई 49, so this 49 and this 49 cancels out and this remains 2. So 2 is our final answer. Okay, त्यसै गरी हामी हेरौँ अर्को क्वेसन, हल्का यो भन्दा फरक छ. क्वेसन नम्बर E 9 को E. सो क्वेसन नम्बर 9 को E मा हामीलाई क्वेसन दिएको छ 1 बाई रुट 3 माइनस 1. सो यदि यस्तो खालको क्वेसन छ जसमा चाहिँ डिनोमिनेटरमा प्लस वा माइनस गरेर यस्तो छुट्टा छुट्टै नम्बर, सो रुट माइनस यो सर्ट माइनस अनि कुनै नम्बर अथवा रुटवाला नम्बर माइनस अर्को रुटवाला नम्बर अथवा प्लस यस्तो खालको दुईटा डिजिट अथवा दुईटा नम्बर छ भने यो दुईटा नम्बर भएको खालको क्वेसनमा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि पहिला लेख्ने यो रुट अन्डर 3 माइनस 1. अब दुईटा हुँदाखेरि कुनै पनि क्वेसनमा यदि तल दुईटा नम्बर प्लस वा माइनस भएको छ भने यस्तो खालको सर्टलाई चाहिँ हामीले रेसनलाइज गर्दाखेरि चाहिँ हामीले मल्टिप्लाई बाई ठ्याक्कै यही लिने तर साइन अपोजिट. जस्तै रुट 3 माइनस 1 छ भने यहाँ रुट 3 प्लस 1, सो यहाँ जे छ तल पनि त्यही रुट 3 प्लस 1. सो यहाँ जे हुन्छ त्यसको जस्ट अपोजिट साइनले माथि र तल मल्टिप्लाई गरिदिने, सिम्पल. सो 1 बाई, अब यो भयो 1 इन्टु रुट 3 प्लस 1, 1 इन्टु रुट 3 प्लस 1 डिभाइड बाई रुट 3 माइनस 1 इन्टु रुट 3 प्लस 1. अब माथिको 1 ले मल्टिप्लाई गर्यो भने यति नै भयो, रुट 3 प्लस 1 डिभाइड बाई, अब यो a माइनस b a प्लस b, सो दिस इज a स्क्वायर माइनस b स्क्वायर, किनभने यो a माइनस b a प्लस b को फर्ममा छ. a प्लस b a माइनस b भनेको a स्क्वायर माइनस b स्क्वायर हुन्छ, सो यो भयो रुट 3 स्क्वायर माइनस 1 को स्क्वायर. अब माथि रुट 3 प्लस 1 हुन्छ अनि तल यो स्क्वायर र रुट काटिन्छ, यहाँ 3 माइनस 1 को स्क्वायर भनेको 1 नै हुन्छ, सो यो भयो रुट 3 प्लस 1 बाई
3 minus 1 is 2. So this is our answer. So यसको डिनोमिनेटरबाट स्क्वायर रुट हटो नि त, स्क्वायर रुट हटो. सो यहाँ डिनोमिनेटरमा कुनै रुट छैन, सो त्यही भएर दिस इज आवर एन्सर. सो यस्तै क्वेसन छ क्वेसन नम्बर एफ. क्वेसन नम्बर एफमा क्वेसन दिएको छ 1 बाई रुट 5 माइनस रुट 2. अब यसलाई ऱ्यासनलाइज गरौँ. 1 बाई रुट 5 माइनस रुट 2 ठ्याक्कै यही लिने माथि र तल, तर साइन चाहिँ अपोजिट हुनु पर्यो. सो रुट 5 प्लस यहाँ माइनस छ भने प्लस हुन्छ रुट 2 रुट 5 प्लस रुट 2. ठ्याक्कै यहीले माथि र तल मल्टिप्लाई गर्ने, तर यहाँ माइनस छ भने प्लस प्लस हुन्छ, प्लस छ भने चाहिँ माइनस माइनस हुन्छ. यहाँ चाहिँ माइनस थियो त्यही भएर प्लस प्लस, द साइन अपोजिट लिने हो. ओके. सो 1 इन्टु यो भनेको रुट 5 प्लस रुट 2 नै हुन्छ. 1 ले मल्टिप्लाई गर्यो भने यति नै भयो. अब तल चाहिँ डिनोमिनेटरमा चाहिँ रुट 5 माइनस रुट 2 इन्टु रुट 5 प्लस रुट 2 भयो. अब माथि सेम रुट 5 प्लस रुट 2, तल चाहिँ ए माइनस बी ए प्लस बी. ए माइनस बी ए प्लस बी भनेको ए स्क्वायर माइनस बी स्क्वायर. सो यो भयो ए स्क्वायर माइनस बी स्क्वायर. अब यसमा स्क्वायर र रुट काटिन्छ, स्क्वायर र रुट काटिन्छ. यता गर्दैछु म. अब यो भयो माथि सेम लेख्ने रुट 5 प्लस रुट 2 डिभाइड बाई 5 माइनस 2. रुट 5 प्लस रुट 2 बाई 5 माइनस 2 इज 3. सो हाम्रो डिनोमिनेटरबाट रुट हट. दिस इज आवर एन्सर. सो आजको भिडियोको लागि यति नै. कृपया भिडियो मन पर्यो भने लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला. थ्याङ्क यू.